हेलो एभ्रिवान, सबैजनालाई सान्वी फ्यामिली ब्लगमा स्वागत गर्दछु। हजुरहरूले सान्वी फ्यामिली ब्लग्सको लङ भिडियोज अनि सर्ट्सहरू मन पराइदिइरहनु भएको छ, त्यसको लागि धेरै धेरै धन्यवाद। यसरी नै माया साथ सपोर्ट दिनुहोला अनि सब्सक्राइब सेयर लाइक गर्न चाहिँ नभुल्नुहोला है। यो बाटोमा देखिएको रमणीय दृश्यहरू हेर्दै हामी बाटो चाहिँ कता जाँदैछौँ भन्दाखेरि नुवाकोट जिल्लामा रहेको रमणीय स्थल ककनी। नुवाकोट र काठमाडौँ छुट्टिने गेट पनि हजुरहरूले देखिहाल्नुभयो र यो रहेको छ काठमाडौँ त्रिशुली हाइवे, जुन चाहिँ बन्दै गरिरहेको छ। कुनै ठाउँमा पिच, कुनै ठाउँमा ग्रेभेल, अब छिटै नै पुरा हुन्छ। ककनी घुमघाम हाम्रो चाहिँ फर्स्ट टाइम हो। अबको केही समयमा यो बाटो पुरै पिच भएपछि त सरर जान पाइन्छ। हामी गएको बेलामा चाहिँ हल्का अफरोड पनि थियो, पिच पनि थियो। ल अब भने चाहिँ हामी ककनी पुग्ने आँटेका छौँ। हजुरहरू पनि देख्न सक्नुहुन्छ पुरै बादलहरू कालो निलो भइरहेको छ। यहाँको मौसमको चाहिँ अलि भर नहुने जस्तो देखिएको थियो हामी जाँदाखेरि। गर्मी महिनामा मजाको घाम लागे पनि यो ठाउँमा चाहिँ कुहिरो लागिरहने, पानी पर्न जस्तो भइरहने हुँदो रहेछ। ककनी चोक नै होइन त? हजुर, यो चाहिँ काउले ककनी चोक। ककनी काउले ल गाइज, हामी चाहिँ अब ककनी आइपुग्यौँ। ककनी चोकबाट हामी राइट लिएर हिँड्दैछौँ। अबको भ्लग इन्जोय गर्नुहोला। बिचमा सान्वीको बाबाले गीत पनि गाउनुहुन्छ, त्यो पनि सुन्नुहोला अनि कमेन्ट गर्न नबिर्सिनुहोला है त। थ्याङ्क यू एभ्रिवान। डाँडैमा मेला लागेछ, कान्छीले बोलाइरहेछ। सधैँ हावा चलिरहेछ, यो बाटो कहाँ जाने हो? Thank you very much everyone. मायालाई सम्झे, मायालाई पछाडा, मुगुलान बाटो मेरो हेरी चिठीहरू नलेख, मन्सेर मलाई नै भो, सानो तिमीलाई सम्झेर मुगुलान हेर जाँदैछु। तिमीलाई सम्झेर जाँदै कताको लड्यो है हजुर भुलबाट फसेर, त्यस हजुर है हजुरलाई कालीको बाटो हजुर, कालीको बाटो हजुर, यति मात्र खाना हो र बारो बारो नि रहेछ। यहाँ त के कस्तो रहेछ। हेलो गाइज, हामी आज फेरि अर्को नयाँ ब्लग लिएर आइसकेका छौँ। आज हामी आइपुगेका छौँ
कसैलाई थाहा छ यो ठाउँ? सान्वी खेल्न थालिसकिन् बाबालाई रमाइलो लागेर। के रहेछ हेर त घाम लागेर हाम्रो धेरै क्युट हुने कि थोरै ल भन है म त त्यति नै बनाइदिन्छु। नौटा त पकाइ त पकाइ थ्याङ्क यू आमाई क्युटी पाई ल आमाले कति क्युट बनाइदिएछु। हेलो यो इन्भाइरोमेन्ट चाहिँ पुरै पानी पर्न लाग्ने बादल कहिले के भइरहने रहेछ यस्तोमा चाहिँ। ल सान्वी हामी उता पर जाने है? उहाँ माथि हुन्छ बाबालाई नलाने हामी मात्रै जाने अब। ल लेट्स गो। सान्वी फुलमाया भएर काँडा हो नि सान्वी। सान्वी अबदेखि तिम्रो नाम फुलकुमारी हुन्छ? म तिमीलाई फुलकुमारी भनेर बोलाउँछु अबदेखिबाट है। सबै किरा चला आऊ। कुहिरो लाग्यो क्या पुरै नभए त भ्यू चाहिँ खत्रै राम्रो आउँथ्यो। ल यहाँको खैरेले चाहिँ घाँस पनि खाने रहेछ है। यो ठ्याक्कै जम्मू जस्तो नजिक गएर मन टोक्यो भने के गर्छ नि तिमी? खैरे फुलकुमारीले खैरेलाई हेरिरहेछन्। खैरे नै रहेछ। हेलो ठ्याक्कै हेर्दाखेरि यो ऊ जस्तो देखिन्छ। यो फुलको नाम चाहिँ के होला? मसिनो त सबै घाँसै हो। कसैलाई पनि देखिँदो रहेछ सानो सानो फुल। के हो र? यो फुल हो? मन पर्यो तिमीलाई? कतिवटा टिप्छौ? 1 मात्रै? कति धेरै फ्लावर रहेछ है। कतिवटा टिप्छौ? 1 मात्रै? साथी साथी यो ठाउँ कति मन पर्यो ल भन। कसरी देखाउनु ल धेरै कसरी देखाउनु? हेर सामी कस्तो कुखुरा यो? डेन्जर कुखुरा। सान्वीले नयाँ फुल पनि पाइन्। अब हामी ककनी थाई मेमोरियल पार्क जाँदैछौँ। सान्वी र म त साथी साथी हो नि है। होइन जङ्क फुड त खानु हुँदैन भने नि त तिमीले? मान्छे सुतिरहनु भएको छ भन्नुपर्छ। सुतिरहेको छ भन्नु। पख एकछिन बाबा आउनुहुन्छ। सान्वी पख न।
यहाँनिर एउटा मन्दिर रहेछ, गएर हेर्नु पर्यो कुन मन्दिर रहेछ भनेर। यो के हो सान्वी? भगवान? घन्टी बजाउ ल टन्न। सक्छ? ओ दे नि। गुड जब। यो चाहिँ श्री कङ्केश्वर महादेव मन्दिर। खै ठुली गरे तिमीले? ए फ्लावर पनि दिनुपर्छ भगवानलाई त। जाऊ जाऊ ल देऊ ठुली गरिदेऊ ल। आऊ भयो भयो जाऊँ। सानवीले धेरै नमस्ते गर्यो। मन्दिर दर्शन पनि भयो। अब पार्क घुमघाम। ल सान्वीको बाबा र सान्वी रेडी फर हाइकिङ टाइपको होइन त अब। ककनीको थाई मेमोरियल पार्कमा हामी अब उकालो लागेर हेर्न जाँदैछौँ। घोडेला यत्रो ठुलो त धेरै ठुलो हुन्छ। गुर्जे भन्ज्याङ जता पर्छ त्यही ठाउँमा पर्छ हजुर। भन्छ यो धेरै अग्लो माथि नै छ है क्या? थाई एयरलाइन्स दुर्घटना हुँदाखेरि सबैजना बितेकोले यहाँनिर यसरी सब गाडेर राखेको रहेछ। यो चाहिँ थाई एयरलाइन्समा दुर्घटना भएको मान्छेहरूको नामको लिस्ट। 113 जना हुनुहुन्छ। त्यो दुर्घटनामा सबैजना बित्नु भएको थियो। नेपालीहरू पनि हुनुहुँदो रहेछ। सबैजनाको आत्माले शान्ति पाओस्। कति राम्रो है त म नै हेर्छु। अर्को चाहिँ त्यस्तै भएको छ। यस्तै रहेछ है, कति राम्रो रहेछ। ओइ नटिप है, टिप्नु चाहिँ हुँदैन। यसको नाम चाहिँ के होला त ल? यसको नाम यो मन पर्यो? यो फ्लावर पनि तिम्रो लागि है त। टिप्नु हुँदैन सान्वी।
बाटो के भयो सानबी ए धेरैवटा रहेछ अब कता जाने होला त ल त ल लेट्स गो बाबाको हात समातेर हिँड्या भए हुन्थ्यो शीतल छ होइन अब ठुलो मान्छे हात नसमाउने